हेलो हजुरहरू सबैलाई फेरि पनि मेरो ब्लगमा स्वागत छ। तपाईहरु कस्तो हुनुहुन्छ? मेरो भिडियो हेर्नु भएको छ कि हेर्नु भएको छैन है? हेरिदिनुहोस्, सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस् है। अनि आज चाहिँ म फेरि एउटा नयाँ ब्लग लिएर आइरहेको छु। त्यो चाहिँ के भन्दाखेरि चाहिँ आज चाहिँ हामी तल नै हाम्रो भाइको बर्थडे, भाइको छोरीको बर्थडे, देवरको छोरीको बर्थडे अरे हैन। अन्त सधैँ चाहिँ अब मैले भ्याउँदैन एभ्री इयर त है। अन्त सधैँ चाहिँ मेरो बुढै जानुहुन्छ। अन्त योपालि चाहिँ तिमी पनि छौ, योपालि चाहिँ सँगै जाउँ ल भनेर चाहिँ भन्नुभयो। अन्त त्यहाँ चाहिँ मैले चाहिँ ठिकै छ जाउँ न भने। अन्त त्यहाँदेखि चाहिँ त्यहाँ चाहिँ जानुको चाहिँ अर्को कारण पनि छ। मलाई जाने इच्छा अस्तिदेखि नै कि, तर अब कामले व्यस्त भएर चाहिँ भ्याइनँ। त्यो चाहिँ के भने त्यहाँ चाहिँ अब प्लान्ट फुलहरू चाहिँ पुरा छ अरे हौ भाइकोमा कि, सुरेन भाइकोमा। अन्तखेरि चाहिँ त्यो पनि हेर्नु मन लागेछ हो। अन्त मौकामा चौका हानिहालौँ भनेर नि। अन्त त्यहाँ वरिपरि तल्लो गाउँमा चाहिँ हाम्रो जेठानीहरू हुनुहुन्छ, मेरो जेठानीहरू हुनुहुन्छ हो। अन्त त्यहाँदेखि अब जेठानीहरूलाई पनि नभेटेको धेरै भयो। अन्त छुट्टीमा हुँदाखेरि चाहिँ यसो भेटिराखौँ भनेर चाहिँ आज चाहिँ म तल्लो गाउँ घुमेर आउने हो। तपाईँले हेर्दै गर्नुहोस्, तपाईँलाई म देखाउँछु है त ल। फुलहरू पनि छ हो, भएछ भने अब बेच्नेवाला छ भने त किनेर पनि ल्याउँछु। मेरो भिडियो हेर्दै गर्नुहोस्। हामी चाहिँ बर्थडे घरमा आइपुग्यौँ। अब हेर्नुहोस्। यो पनि एउटा समयले चिन्ता भयो है। अगाडि यो तिम्रो भात यति मात्रै बडीको डाइट अरे डाइटमा छ होला नितो तँ खान मेरो जेठानी दिदीहरू सब यो नितो दिदीको यहाँ घरमै छ ल होइन। हामी योन्जनले खान्छ कोही कोहीले खाँदैछ। यो भात कसको एउटा फर्स्ट बाइट भनिकन खानु फर्स्टमा चाहिँ यही खाइदियो है त। दिल्लीमा छ नि त्यो उयसको दार्जिलिङको हो, त्यो त्यहाँ फ्यामिली नै छ नि। भयो यहाँ राखिदिउँ। साह्रै मजा लाग्छ त्यो त्यो छिट्टो हुन्छ नि त। अस्ति त के भिडियो कल गरेर दसैँमा आउनु पाएन बिचरा, यताको रमझम देखेर होला नि त। बजेको जहिले भाइ खिर भनेर रोइहाल्यो। झन् अब यो नानी तिनीहरू धोएर पाइहाल्ने अहिले एकछिन धुन्छ होला नि त। अहिले मिठो भएछ। भाउजूले के भनेको सुँगुरको मासु भएको खाएर आउनु भयो नि किन अस्ति त्यो अलिक राम्रो थियो। मैले देखेँ उसमा त। अहिले पनि दामी दामी रहेछ त हौ। यस्तो दामी होइन यस्तो दामी भएको कुन चाहिँ? ए अस्ति यहाँबाट होइन, यहाँबाट लगेको त होइन है। सुरिङ त्यसलाई चाहिँ विन्टरमा भित्र हाल्नुपर्छ, बाहिर राख्नु। विन्टरमा चाहिँ हुँदैन। हजुर यो सयपत्री जस्तो थियो है। यस्तो दामी भएको रहेछ है। हेर्नु यो पनि गोदावरी हो। हजुर यो मिठो लाग्छ नि कलरहरू है, कलरहरू हजुर। कस्तो राम्रो भएको रहेछ हौ। तिमी एक्लै रोप्छ के गर्छ? हजुर तिमी एक्लै हो कि रोप्ने? म मिठो यो यस्तो हुन्छ देखेँ। यत्रो चाहिँ भएको छ हाम्रो हो। यो नयाँ आएको
नेपाली मेरोमा नयाँ हो पुरानो होला कि पम होइन मगमा होइन मल्टिप्लर आयो ए हो प्लास्टिकको चाहिँ देख्दो पत्ता रहेछ है देख्दैन नि डल्लै फुल्यो हो र यहाँ छ ओह्रालो तल आउनु आउँदैछु यो पनि त कस्तो दामी बनाएछ अन्त यो आम्मामा ए प्लान्टहरू आज चाहिँ बल्ल मौका पायो अस्तिदेखि दाजुले जुम जुम चाहिँ भनेको कि मौकै थिएन नि त फक्रिसकेको छैन अहिले अँ यो यहाँ फक्रिसक्यो आम्मामा सुरेनले त ओ लुकाएर राखेको रहेछ नि त अन्त यो सबै बिक्री गर्ने हजुर डेट प्राय लगिसक्यो नि डल्लै लगिसक्यो कसरी हो यो चाहिँ उफ्रेको यो चाहिँ कसरी हो हेरी हेरी छ हेरी हेरी भन न कसरी त्यति ज्यादा छैन यहाँ हाम्रोमा त 100 150 त हो 100 ज्यादा छैन राम्रो रहेछ है तर त्यो अघि त्यो मल्टी के अरे मल्टिप्लर त्यो चाहिँ कति हो त्यो त बेच्दैन होला नि हो होइन त्यो बेचिसक्यो कि उम्, म त पनि राखेको छु यस्तो दामी रहेछ कि सुन्तला यस्तो फल्छ यसमै फल्छ अस्ति पाकेर झरिसक्यो अहिले अर्को फल्दैछ नि लाग्दैछ ठुल्ठुलो हुन्छ यो हजुर सुन्तला हो ग्राफ्टिङ सुन्तला के तर पनि त ठुलै हुन्छ भनेको अर्को त्यो हुन्छ नि अँ सानसानो मुन्तला त्यो होइन होइन पनि छिट्यो लालु पात्ने टाइममा फल्छ है क्रिसमस पहिला त हामीले क्रिसमस फुल भन्थ्यो है यहाँदेखि उहाँ डाँडा दोकान उकालो फल्दैन नि किन जाडो त्यत्तिकै डल्लो खालि पर्छ हो र सुरेनको गार्डन भन्ने सुरेनको गार्डन घुम्न आएको साँच्ची नै होला गार्डन चाहिँ गार्डन नै रहेछ नि उनीहरूको साइडमा पनि छ है साला खोइ यसलाई त हामीले गुजुमुजै भन्थ्यो यसलाई चाहिँ यता चाहिँ प्लान्टहरू छ आम्मामा म भन्दा अग्लो अग्लो रहेछ क्या दामी बनाएको छ करैले जग्गा पनि जग्गै छ नि त मजाको बसेको है गरमको आमा दिदी आउँछु भन्नुभएको थियो कि कसो दिदी त्यसको दिदी मनी प्लान्ट के राम्रो रहेछ हौ ए सानो यस्तोमा हालेको रहेछ नि त है हजुर पुष्प दिदीले नि अँ बिचरा आउनु पाएन नि बिमारी होइन के के ऊ तलको के अरे हाम्रो राकेशको बाबा लगेर जानुपर्ने हो नि त ए हो त्यसले गर्दा सबै मनी प्लान्टै हो यो चाहिँ सबै आइस यो त कम्ती छैन त अन्त कसरी बेच्छ यो चाहिँ यो 100 रुपियाँ हो यो यो नयाँ आएको थियो मनस्टेरा दुबिया के भयो अरे मनस्टेरा दुबिया भन्छ अँ यसलाई चाहिँ यो चाहिँ के भन्नु छ यसो टालिँदै जान्छ उयसमा टालिँदै जाने यस्तो टालिँदै यो? पत्ता पनि टालिन्छ अँ, यो मनस्टेराको सबै सकै यो मदर राखेको मनस्टेरा यो वाइट टियर्स हो दुइटै वाइट टियर्स भन्छ यसलाई चाहिँ मलाई त अहिलेसम्म थाहा छैन नामहरू केही पनि स्ट्रिङ अफ हार्ट भन्छ ह्याङ्गिङ स्ट्रिङ अफ हार्ट है यो कुनै के पियर्स भन्छ हो अँ। अस्ति यहाँ ड्यान्डुम थियो सके देखेँ मैले उसले कसले पो राखेको थियो को पो रजतले हजुर हजुर कि रजत राख्यो है यो पिङ्क लेडी स्कुल कस्तो दामी हुन्छ त्यो यस्तो डाइनिङतिर यसरी यस्तो त पहिला भएको जस्तो लाग्छ मलाई त लेडी पिङ्क लेडी यो वाइट त्यो उयो भने नि हार्ट स्ट्रिङ त्यसको यो चाहिँ भ्यारिगेटेड अर्को खाले राखेको थियो नि यस्तो राम्रो भेराइटी रहेछ यस्तै हो ठुलोमा ए यही हजुर पिङ्क लेडी हो यति छ ज्यादा छैन ज्यादा छैन सुरेनको नर्सरी है ए अन्त पुरा रहेछ नि हौ के को ज्यादा छैन पुरा छ नि अन्त यो चाहिँ अब सिजन हुँदैछ यो के हो हुँदैछ सिजन थाइसक्यो ब्याक फुलहरू भन्छ नि अँ, अँ, अँ। अन्त उयोहरू पेन्जीहरू ए सिड राखेको उम्रिँदैछ अलिकति दामी रहेछ
पुरा रहेछ तिम्रो साँच्ची नै फुलै सामान्य ल्याएको छ यो। अँ यसको चाहिँ पुरा डिमान्ड छ अहिले यो चाहिँ। यसलाई चाहिँ के भन्छ यसलाई आर्टिसिया भन्छ। यो यस्तो फुल चाहिँ नि खै ए रातो हुन्छ। यो चाहिँ हाइट हुँदैन कि पहिला चाहिँ हाइट भएको पनि पाउँथ्यो यो हुन्थ्यो है यो यो त लोकल हुन्छ। यो लोकल चाहिँ हाइब्रिड हो। यो लोकल हो। लोकल किनभने पुरा थियो नि त हाम्रोमा यो चाहिँ हाइब्रिड। उयो हेर्नु उयो कस्तो दामी फुलेको थियो बनमारा भन्छ हामी यो यो रोप्यो भने के यो बिक्री भयो योपालि पुरा। यो हजुर ए कालीगेडी भन्थ्यो। कालीगेडी ए दु आजकल त बिक्री नहुने चाहिँ केही छैन रहेछ है अम्बक हेर्नु न ग्राफ्टिङ। यो अहिले मान्छेको जमिनहरू हुँदैन भन्छ बजारतिर हो पटमा लग्यो फलायो छिटो मिठो। चिनी छिटो मिठो है यो त्यो के हो के अरे के भन्छ के हो रोज सानो फुल छ ए सेतो छ। यो चाहिँ उयो आइबी इङ्ग्लिस आइबी। तपाईँले अघि कस्तो दामी बनाएछ भने नि त्यही हो है त्यसको यो मेरो घरमा यति छ सानो अब बढाउँदै जाँदैछु। बनाउँदै गर्नु है कस्तो लाग्यो एकदम दामी लाग्यो कस्तो राम्रो पुरा भेराइटी रहेछ राख्ने जग्गै नभएको छैन यत्रो जग्गा छ र पनि नभएको बिस्तारो होइन बनाउनु जग्गा राख्नु कता कता है यो सबको 150 वटा यति त्यही यो चाहिँ के हो हाइडिङ थियो यस्तो फुल चाहिँ सानो फुल भन्छ हो त्यही हो। एउटा चाहिँ म लान्छु कतिमा दिन्छ अरे 250 250 आफ्टर डिस्काउन्ट सस्तोमा हो। फुलेको लानु कि नफुलेको लानु फुलेको लानुहोस् न आउँछु फुलेकै लानुहोस् राम्रो फुलेको लान्छु यो एउटा है राम्रो रहेछ। जानुभएको लान्छु एउटा आउँदैछु दिदी म ल आउँछु म आज रात परेर मात्रै जान्छु घर आउ न कहाँ गएको अर्पण कहाँबाट आएको बानिस आएछ आउ न केक खाऊ यताको लगाएर त लु आज बर्थडेमा आएको बर्थडे गर्लको पापा हो पापाको चाहिँ नर्सरी सबै मैले देखाएँ दामी रहेछ कम्ती मिठो राम्रो दामी दामी भेराइटी रहेछ दामी दामी एउटा चाहिँ लान्छु लु अब चाहिँ छैन रहेछ है हुन्छ जानुभएको लु के छ किङ चिल्ली किङ चिल्ली नागा मिर्च नागा मिर्ची बक्सी खोर्सानी बक्सी खुर्सानी यो खायो भने त खतम हुन्छ नि मान्छेले हो जहाँ गरे रहेछ हाम्रो भाइ ल्याएकै छ हो कुठे क्या हो चाहिँ आज त म त हाम्रो मौकामै आइपुगेछ त है यो खोर्सानी सक्यो अब त्यहाँदेखि थियो हो मौरीको मेरो हो कति एउटा मात्रै हो मौरीको गुड पनि रहेछ छ मौरी कति छ पुरा छ नि रहेछ नि ऊ छ टोक्छ अहिले है टोक्दैन सुधो छ हो नि हो सुधो छ पुरा रहेछ बोक्दैछ त ऊ आउँदै रहेछ रहेछ चाका काट्छ यसको हजुर काट्छ यहाँदेखि उता चाहिँ के छ बुढोको प्रपर्टी हो पापाको प्रपर्टी सुन्नु हुँदैन पापाको प्रपर्टीमा त दुई मात्रै रहेछ त इस्कुस मात्रै रहेछ त चुचेसँग चाहिँ हेर्नु न यस्तो फुल ट्याम्मै फुलेको थियो कि अघि अस्ति उयसले के अरे केले दिवालीमा काटेर काट्यो माला हुने हो डल्ले खोर्सानी हेर्नु है मेरो बारी अँ ए फुलहरू यहाँबाट देखाइदिनुहोस् अघि मैले माथिबाट देखाएको फुल चाहिँ यहाँबाट चाहिँ म त्यो चाहिँ एउटा लान्छु दामी फुलेको छ है मजाले फुलेको रहेछ साँच्चै नै यो नर्सरीको नाम चाहिँ के हो त अन्त अहिलेसम्म नाम क्रिया नामकरण भएको छैन नामकरण भएको पहिला त मैले पनि रोप्थेँ नि यहाँ घरमा हुँदा त तर यस्तो त हुँदैन थियो कि र पनि काम चलाउँछै रोप्थेँ पर बरुनको हुन्छ नि पुरा हुन्छ तर योपालि छैन होइन बिचरा त्यो भ्याउँदैन सक्दैन नि त भ्याउँदैन भन्दा है
यस्तोहरू छ नि यो भेराइटी सबै थियो मेरोमा पहिला यो के हो रे के यो हनीकम हनीकम कि हनीकम के अरे हो यो भेराइटिज पुरा अर्को अर्को हुँदो रहेछ यो पुरा आएछ योहरू थियो हौ मेरोमा पहिला यो अहिलेको लोकलै राम्रो हुन्छ खप्छ नि यहाँ क्लाइमेटमा नयाँ नयाँ ल्याएर रोप्छ नि हुँदैन अस्तिदेखि मलाई दाजुले हिँड भन्नु थियो कि तर अब नभ्याएर अम्बक ए यो अघि तिमीले राखेको यसरी फल्ने हजुर पुरा फलेको रहेछ यत्रो बोटमा मेरो यसरी फल्छ है लु यस्तो के भन्छ उयो चाहियो भने चाहिँ के हो कटिङ ग्राफ्टिङ बोर्ड चाहिँ यहाँ पुरा रहेछ तर अहिले म लोकेसनहरू बताइदिउँ न तपाईँहरूलाई लाग्छ 1 वर्ष लाग्छ फल्नु होइन त्यसलाई अलिक छिपाउनु पर्यो ए प्रपर्टी हो यो चाहिँ पापाको प्रपर्टी अरे कि छुँदैन अरे हो पापाको प्रपर्टीमा चाहिँ सबै इस्कुसहरू मात्रै रहेछ यता मेरो किचन हो ए होस् है टिम्बरको बोट यो किचनमा चाहिँ बस्नुहुन्छ हुन्छ यो चाहिँ हाम्रो कटेर किचन यो त हुनै पर्यो नि त है खोर्सानी पनि सुकिरहेको छ मकै रहेछ हौ है हजुर मकै छ खोर्सानी भारमा मकै अन्त परहरूले मजाले साँचेर राखेको छ बरु हाम्रो चाहिँ कटेर बनाउने जग्गै भएन बस्तीलाई चाहिँ सेभ गरेर राख्नु पर्यो होइन मलाई पनि रहर लाग्छ कि तर मेरो जग्गा छैन नि त विन्टरमा कस्तो सजिलो हुन्छ आउँदैन कहिले आउँदैन कोही कोही बेला आउँछ यो चाहिँ गिफ्ट देख्छै भयो सामानले राख्नुहोस् दाजुले अर्को पालि पनि फुलाउँछ पुरा बनाउँदैन दाजुले अब चाहिँ डल्लै आज चाहिँ म सुरेनको घर घुमेर गाउँको डल्लै मान्छेलाई बोलाउनु चाहिँ यहाँबाट पर्छ डल्लैको घर देख्छ देख्छ माथि घरबाट देख्छ नि हाम्रो घरबाट यहाँ आमा माथिदेखि लिएर तल हो डल्लै देख्छ तर हाम्रो घर चाहिँ जङ्गलमा देख्दो रहेछ नि त देख्नु चाहिँ देख्छ कुन चाहिँ हो यो है ए कुनामा जङ्गलमा देख्दो रहेछ नि है यो घर कसको शैलेश्वरको घर आमा यत्रो अग्लो बनिसकेको ए लु तिमी त कहीँ रमाइलो भन्नेछ हाम्रो ग्रिफिथ हाई स्कुलको रुम त यस्तो राम्रो देख्दो रहेछ त हेर्नु अरे ए टोक्छ होला है त्यही खोज्दैछ होला ए यस्तो दामी देख्दो रहेछ नि त परेको घरबाट हेर यो ग्राउन्ड त यति राम्रो है बिहानै त झन् राम्रो देख्छ होला है यो अहिले रात पऱ्यो नि त कालिम्पोङ चाहिँ कम्ती अहिले उयो बादल हो र त्यो त देख्छ अहिले त उयो भयो नि त देख्छ त्यो चाहिँ बिहान सनराइज है हाम्रो चाहिँ माथिबाट छेलिन्छ क्या सनराइज चाहिँ त्यो तक्दाको चाहिँ हाम्रो यसो राम्रो पर्खी कहाँ जाने कहाँ जाने ए यसलाई बाहिर आज चाहिँ पुरा घुमाइ भयो नानीको बर्थडेको न्यु गरेर यस्तो के किनेर आयो एउटा चाहिँ किने एउटा चाहिँ गिफ्ट पायो हो आज चाहिँ मेरो जेठानीहरू सबै भेटघाट भएर चाहिँ गफ गर्दा यति बेला भयो अब उकालो लागेको घरतिर अझै एउटा जेठानीको बस्दैछ गिफ्ट पाएको उयो बोकिरहेको छ फुल एउटा गिफ्ट एउटा किने एउटा गिफ्टमा उकालो आमामा मर्छ है यस्तो खालको उकालो हिँडाइरहेको
पानी मजाले गइरहेको छ यहाँ यहाँ माथि चाहिँ मेरो जेठानीको घर भिन्सन दाजुको घरमा आइपुग्यो हामी कहाँ जानुभएको अन्त यहाँ एकछिन निस्किनुपर्छ नि मैले आउँछु भनेको छु नि मान्छे त ऊ पर जान्छ ऊ पर पनि किन्नु के गर्नु दिदी सोध्नुभयो क्या 10 मिनट बसेर जान्छ के गर्नु कहाँ किनेको नि किनेको नि तिनीहरूले किन्दा नै छ कतिको भन्यो 600 कि 700 रुपियाँको छवटा कति के भन्दै थियो 300 रुपियाँ यत्रो छ फल्नु चाहिँ 3 साल चाहिँ भयो है यो सालसँग नभए त फोस्रे मात्रै के त्यो फुस्रो खालको त्यस्तो उयो गर्ने यो पालि चाहिँ उयो गरेर के कोलेर त्यो लोथर्केले त्यस्तो काँडा भएको पनि के लाएर खाँदो रहेछ हौ लोथर्केले यसको त पुरा काँडा हुन्छ नि त साँच्चै नै यसलाई चाहिँ भुटेर पनि खान्छ नि त है भुटेर मिठो हुन्छ भुटेको मिठो हुन्छ हामी त पहिला जङ्गलबाट खोजेर ल्याएर है अन्त कस्तो पानीबाट डुबाउँथ्यो भित्र गुदी भएको चाहिँ मुनि जाने ए हो खोस्टा चाहिँ माथि बस्छ नि त पहिला मैले अहिले सुनेको दाजुले भनेर त्यसरी गर्थ्यो नि त हामी त्यो कसरी उयो गर्नु भन्छ कि अन्त भनेको नि अन्त एउटा उयसमा भाँडामा पानीमा उयो गरेर चाल पाइहाल्छ त भनेको नि अब टिप्दा त त्यो डल्लै देखाएर डल्लै टिप्छ खान्छ है खाँदैन चट्टै गर्नुपर्छ भइहाल्छ हामी त्यो कटुस खोज्नु झऱ्यो। जान्थ्यो पहिला अन्त जङ्गल अन्त दिनमा आएर जान्छ नि है लैजाऊ न छाडेर